कागबिनीको माथि चढेर हामी एउटा भ्यू लिइरहेका छौँ। यस्तो छ परिवेश, निलो आकाश, हिमालको रेन्ज देखिएको छ। हाम्रो साथीहरू यसरी छरिएका छन्, आइरहेका छन्। यतैबाट जाने हो मुक्तिनाथ। शालिग्राम होइन, यो सानो सानो बुट्यान चाहिँ के को हुने छ है? यो चाहिँ के झार होला यो? अरू केही छैन, सानो बुट्टा मात्रै है। अब यो मुक्तिनाथ भने चाहिँ यहाँबाट हो यहाँ एउटा शालिग्राम यहाँ छ। यो प्रकृतिको विराटता र भव्यता चाहिँ मान्नै पर्छ। एक दिन दुई दिन घुम्न बस्नलाई त यति रमाइलो छ यो ठाउँ, तर दुई वर्ष बस्नु पर्यो, 5 वर्ष बस्नु पर्यो, त्यसपछि यसको विकटता र यसको विराटता बुझ्नुहुन्छ। त्यस कारण यो सौन्दर्य भन्ने कुराहरू मलाई के लाग्छ भने सुख सुविधा भनेको वास्तवमा सहरमै छ, र सुन्दरता हो भने त्यो भनेको प्रकृतिमा छ। यो दुइटै समन्वय गर्नु पर्यो। हामीलाई सुख सुविधा पनि चाहिन्छ, काम गर्नको लागि परिवेश लौदाउने भनेको विशेषतः सहरमै हो। पूर्वाधार त्यहीँ हुन्छ, जनसङ्ख्या त्यहीँ हुन्छ। त्यस कारण बस्ने त सहर हो नि, तर घुम्ने चाहिँ गाउँ हो। अर्को शब्दमा भन्ने भने अलिकति मानसिक स्फूर्तिका लागि, अलिकति कला पक्ष, अलिकति सुन्दरता पक्षबाट मलाई आनन्दित गर्नको लागि यस्ता ठाउँहरू भ्रमण गर्नुपर्ने हुन्छ। हाम्रो साथीहरू यहाँ छन्। यो त फोटो खिच्दै अखडा हुँदो रहेछ। यो हामी कागबिनीबाट श्राद्ध सकेर मौसम पनि त्यत्तिकै साथ दिएको छ क्या, मौसम पनि यति राम्रो। 3-4 मिनटको भिडियो मैले बनाएँ। यति राम्रो छ मौसम पनि। गाउँ ग्रुपको फोटो हिँड्यो गाउँ।